जाँदैछौँ बसन्तपुर। रेडी भइसकेँ अनि कुर्दैछु। हामी दुईजनालाई दुईजना साथीहरूलाई म कुर्दैछु। हामी चाहिँ यहाँ के अरे बसन्तपुरको गेटमा तल्लो गेटमा आइपुग्यौँ। यता हुने चाहिँ दुईजना हिरोइनहरू, म हिरो अब जाँदै हम माथि उकालो चढ्दैछौँ। उकालो खासै छैन तर हिँड्दा चाहिँ अलिक गाह्रो चाहिँ भइरहेछ। अनि अब पुग्छौँ माथि होइन। त्यसपछि ल हामी चाहिँ हामी यता हुनुहुन्छ के भन्छ अरे हजुरलाई चाहिँ सबभन्दा मनपर्ने खानेकुरा के हो? कसलाई? मलाई त तिमी भनेपछि म खानेकुरा भएँ। ल बधाई छ त्यसो हजुरलाई। जिरे खुर्सानी मनपर्छ भनेको नि। ए जिरे खुर्सानी त्यो पनि खानेकुरै हो हुन त। हजुरलाई के मनपर्छ? मलाई त सबै मनपर्छ। सबै भन्नाले के हो त्यो एउटा चिज भन्नु न, सबै त सबै नै परिहाल्छ नि। भन्नु सोच चालु गरेको माछा तिम्रो खाएर खोज यार लिनु न अहिले पछाडिबाट हेर्नु कसको हेर्नु मैले राम्रोसँग बोल्न पनि सकेन बढी आँसु आएर ब्रेक लाउनु पर्यो बल्ल ल अब हामी चाहिँ माथि पुगेर उसो गर्छ होइन। उहाँ दुईजनामा खानेकुरा के हो जान्नु के अरे जानुभयो के अरे होइन। लु के भन्छ अरे मच्छर पनि मान्छे हेरेर लाग्दो रहेछ कि मच्छर भुसुना सुसुना सबै। हामी चाहिँ यहाँ उसीमा आइपुग्यौँ। के भन्छ अरे ठ्याक्क यो केवल खालको काउन्टर छ यहाँ सिम। यता यो रोड भयो, रोड सलक्क के अरे दुईजनाले चाहिँ यहाँ मच्छरको कुरा भइरहेको राम्रो नि ब्याक क्यामेराबाट। ओहो ओहो हो कि त्यो स्टिक सोध्नु भयो। ल राम्रो भयो मेरो देखाइदिनु त्यसरी। ल म पनि यहाँ छु। ल ल ल ल हामी चाहिँ टिकट हेरेर अरे टिकट लिएर टक्कै यहाँ हिँड्दैछौँ। हो यहाँको यो डाँडादेखि उता माथि चाहिँ अर्को डाँडा छ फेरि, त्यहाँ पनि आनन्द छ। ल हिँडौँ अब यहाँबाट तपाईँले बसिरहेको सुन्दै गर्नु आधै घन्टै घरको अग्लो अग्लो घरमा पनि अब यस्तै केबल गरेर त्यो भयो बुटोल बजार। यता भयो अर्को नानी, यता भयो अर्को नानी, म लर्को नानी यो बाख्रा चोरा लैन सरी बुटोलको बोकाहरू चाहियो भने यहाँ जान्छ। ल हामी चाहिँ फाइनल्ली कस्तो मुखमा फाइनल्ली आएर चाहिँ फाइनल्ली पुग्यो होइन। यहीँ छ यहीँ ठ्याक्क अब केबल कारबाट झऱ्यौँ। कारबाट झऱ्यौँ अब एरोप्लेनमा चढ्ने। अब त्यसपछि हामी यहाँबाट मन्दिरतिर लाग्छौँ। ल हामी चाहिँ ठ्याक्क आइपुग्यौँ बसन्तपुर। हजुरहरूलाई देखाउन चाहन्छ यो भयो टुक्कु। हजुर टाउको देखियो कि? ल मान्छेलाई देखाइदिन्छु म त। यो भयो मन्दिर कामाख्या मन्दिर। हामी चाहिँ आयौँ यहाँ। अब के खान जाऊँ भन्दाखेरि खाइसकेको भोक लागेको छैन। अब खाने हो आलु बोक्रा अनि त्यसपछि नुन खुर्सानीसँग चप्पो मोलेर राख्नु। त्यहाँ तल चाहिँ उस छ क्या रेस्टुरेन्ट। ल यहाँ चाहिँ चिसो पानी आउने सर र खाने पानी छ। यो मन्दिर भयो होइन कामाख्या मन्दिर। यसको एकदम रियल मन्दिर चाहिँ इन्डिया भयो। सानो मन्दिर छ अनि यहाँको भ्यू चाहिँ यस्तो भयो टक्क। अनि उता तल चाहिँ उस छ के अरे रेस्टुरेन्ट। त्यहाँ तल देख्न सक्नुहुन्छ त्यो चाहिँ रेस्टुरेन्ट हो। एक्लै होस् न
के भन्छ हामी चाहिँ यहाँ फोटो खिच्यौँ भिडियो बनायौँ अब चाहिँ यसो यहाँ माथि बसेर टक्क बस्ने आनन्द हावा खाएर यहाँ चाहिँ यस्तो गेमहरू खेल्ने यस्तो पनि छ गाइज साइक्लिङ पनि छ ए यो जाने कि सुरु जाने हो कि पिपल र बलको रुख छ यस्तो दामी एक्लै आएको हेर्न टाउको नखिचेर हेर्न मेरो मोबाइल ढल्काउँदै आएर पुरै पुग्दैन देख्न सक्नुहुन्छ कति शीतल छ यहाँ अहिले चक्कुमा बस्यौ क्या तिमी त चौकुमा बसे कुरा नि खै चाम्रेको निकाल न तिम्रो पनि के माल्टा त्यही माल्टा काटेको थिएँ त्यस्तै मैले माल्टा त बस्छ तिमीलाई दिनु गाइस यो माल्टा यो मेरो फेभरेट हो यो पनि मलाई एकदम मनपर्छ यस्तोमा चाहिँ पुरा पठाइदिनु मलाई गाडी गरेर जान्छ अब त साग सकियो त म चाहिँ पछि फलेर गेडा खायो कस्तो दामी छ खाँदा पनि मजा स्मेल मनपर्छ नाम के थाहा छ तपाईँहरूलाई यसको छेउबाट गर्नु नि एक झड्का आएछ अनि भ्याइयो त्यो यो ठिक्क खानी छ क्या भोला त हुन्छ क्या काँचो टर्रो यो पनि ठिक्क हो यो पनि पाकेकोमा नपाकेको खानु लिएर पाकेको भेट जस्तै हुन्छ गाडीमा यसको बिउ चाहिँ खानु उम्रिन्छ त्यो पाकेको अलिक गयो यो आलु अहिले चाहिँ हामी पाल्पामा छौँ अनि पाल्पाकै खानेकुराहरू खान्छौँ यो चाहिँ अर्को एकजना मिसले ल्याइदिनु भएको उहाँले ल्याउनु भएको उहाँले आलु बखडा खाएन त्यो आलु र आलु बोकेर आउनु भयो छेची त आज आउनु भन्ने थाहा थियो के ठाउँ नाम अर्को गाडी चेन्ज गरेर जानुपर्छ माथिबाट झर्ने गाउँबाट आउने गाडी अर्को अनि तल आएपछि अर्को गाडीमा यता बुटुलाउनु पाल्पा बस्तर गएर आउनु भयो भने सिधै तल बजारबाट आइनै हुन्छ पाइन्छ गाडी त हिँडेर पनि झर्नु त सक्नु त सकिन्छ आज कोही हिँड्दैन क्या त्यही भएर खालि सबै गाडी सब गाडीमा हिँड्ने क्या गाडीमा अनि त यति हजुरहरूलाई यहाँ बसन्तपुर आउँदाखेरि कहाँ बस्नु भयो भने एउटा बर छ एउटा पिपल छ बर र पिपल हो यसको यो यसो अरे अझै कहाँ बस्नु भने अरे टुप्पोमा एक टुप्पो यसको फेदमा आएर बस्न सक्नुहुन्छ छारीमा म चाहिँ एक्लै आएको थिएँ अनि त्यहाँ भएर चढ्दा यहाँ दुईजना भेटेँ अनि साथी भयो त्यो भएर कुरा गर्दै बसेँ फेरि सोच्नु होला एक्लै आएको भने चाहिँ बोयफ्रेन्डलाई देखाएन भन्नुभयो होला बोयफ्रेन्ड छैन दुईजना केटी आफ्नो पोला मैले आलु पछि यो वाला त मैले कति वर्षपछि भयो क्या हो रुख पछि ढलेको यो छिटो सुक्छ त्यसको रुख छिटो सुक्छ अनि त्यो पाकेर धेरै टाइम रहने
पाकेपछि त झरिहाल्छ यो। तर मैले लास्टै खाँदैन मैले त स्कुल पढ्दाखेरि नुन खुर्सानी चाहिन्थेन त्यति कराङ अमिलो भएपछि आज मात्रै त फेरि मिठो हुन्न नुनसँग अलिक खुर्सानीसँग भएको अमिलो त्यस्तो नुन यो चाहिँ पाकै दिन्थेन नि हामीले त्यही त कि यसो पाक्नै पाउँथेन पहिला पहिला त त्यस्तै घरतिर मान्छे पनि धेरै आजकल त हुँदैन पहिला त मान्छे हुन्न घर घरि हुन्छ खाने मान्छे हुन्न आजकल अलि हुने खानेकुराहरू पनि होइन त्यस्तै पहिला त मान्छे बस्थ्यो त्यस्तै खानेकुरा हो एउटा बुटुमा आलु कति धेरै फल्यो आजकल त धेरै फल्दैन फल्यो कति छिटो सकिन्थ्यो हेरेको आयो आँपहरू पनि खासै नफल्ने पहिला बेला आँप फलेको आँप यति फल्यो आँप त चिरा मन साह्रो एक वर्ष फल्ने एक वर्षमा फल्ने अब आज पनि फल्यो त्यति धेरै खान्न मान्छे हुन्न बादल खाइदिन्छ आजकल मजा आयो गाइस हजुरलाई मैले अहिलेसम्म राम्रोसँग चाहिँ बसन्तपुर देखाउन सकेँ अहिले देखाउँछु फेरि मान्छे बस्छ गाइस ठाउँ देखाउनु पऱ्यो नि पछि आउँछु नानी कमेन्ट टोकलाई मलाई कस्तो ठाउँमा बस्छ भन्दा पाहाड ओह्रालो उड्नु कि टक्क फाँट होस् टक्क अगाडि गाडी घरभरि सब फलफुलेको रुखै रुख जताततै फलफुल यता बाहिर सिधा पनि त्यहाँ यता लिचुले ट्याक्क ठोकोस् यता अम्माले ड्याङ्गा ठोकोस् अनि यतातिर फेरि स्याउले ड्याङ्गा सरी भयो चोटे ल्याइदिनु त्यस्तो हजार लाग्छ ड्याङ्गा भन्दा पुरा जोडले लगाए जस्तो कुरा भयो कटरले चाहिँ लाग्छ ड्याङ्गे डर्दाखेरि भन्नु जाँदाखेरि लाग्छ कि हाम्रो घरतिर दोकान कटाउनु थियो पहिला हाम्रो घर चाहिँ त्यो सबलाई गाउँभरि बार्नुहुन्थ्यो पछि मान्छे हटेपछि अनि एउटाले हाम्रो गाउँभरि पुग्थ्यो त्यस्तै हुने अघि यत्रो अहिले पनि छ अनि अरू रुख काट्दियो सानो खाले छन् अलिक यता ल्याउनु खुट्टा पुगेन कि हात पुगेन परे बस्नु त्यही आउनु तिमी पर बसेको त्यो सर्दिनु क्या अब यो सार्नुपर्छ उता के नपर्छ जस्तो गर्ने अलि बल्ली भएर भएन भयो पुग्छ अब याद हामीले आलु बोक्रा पनि खायौँ फेरि भिडियो सिडियो खिचेर टक्क अब चाहिँ हिँड्दैछौँ पछाडि हेर्नु कहाँ हो हामीले यतैतिर चिसो यहाँ त सिराकोबाट सुत्नुपर्छ अनि सिरक लिएर आउन बिर्सेछौँ यदि हजुरहरू चाहिँ आउनुहुन्छ भने सिरक लिएर आउनु होला कृपया है सही मस्त शीतल यो भयो कामाख्या मन्दिर बसन्तपुरको यो चाहिँ के भन्छ ब्याक साइडको डिजाइन भयो यस्तो दामी हो नि अनि भयो यताबाट हामी अगाडि बढ्दै जान्छौँ के भयो तपाईँलाई यस्तो हो कि कुनै कुनै चिजहरू कस्तो हुन्छ भन्दा अगाडि भन्दा ब्याक साइड झन् राम्रो हुन्छ कि सिनहरू राम्रो त हुन्छ कस्तो अगाडि पछाडि के कसैले फेरि यहाँ घरको डिस्क्रिप्सन दिए जस्तो छ फेरि यसको साइड लुक्स यस्तो दामी यसको डिजाइन चाहिँ हामी चाहिँ ठ्याक्क अब सबै सकायौँ अब चाहिँ घर हिँड्दैछौँ घर टुक 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 हजुरहरू चाहिँ बुटलको त्यो गर्मी के को के नेपालीमा के भन्छ यो त हामीले भुरुम त्यो फुरुल लगाउँछौँ यो त्यो यसको रुख अनि इङ्ग्लिसमा चाहिँ के भन्छ र भुरुम त हो नेपालीमा त होइन कि यसको रुखको नाम के नथाहा छैन कि भुरुम नेपालीमा के भन्छ खै हाम्रो त अनि मगरमा त ल हामीले चाहिँ फुल सुल टिप्यौँ तिनजनाले गुन्डा सिउर्यो दसैँ आयो गाई दसैँ जमरामा कानमा सिउरे जस्तो ल खै सुट सिलाउनु भएको ल हेर्नुहोस् ल हाम्रो बसन्तपुरको टिकट पनि सकियो पैसा सकियो अब सर एकछिनकै रोक्नु त्यो चढाउनु छ अरे ल हामी चाहिँ देख्नुभयो नि केबल कारको त्यो काउन्टर त्यहाँबाट सुइँ झऱ्यौँ हामी मजा आयो यस्तो शीतल हावा अब त्यहाँ बुटोलमा गएपछि कस्तो हो फेरि त्यहाँ यता फेसबुकबाट कमाइ हुन्छ यता युट्युबबाट माला त्यसपछि
अब चाहिँ मेरो चार्ज सकिने ल घर पुग्दासम्म यो यत्तिकै सकिन्छ त्यही भएर म अब त्यहाँ गएपछि भिडियो गराउन सक्दिनँ यहीँबाट बाई बाई साथीहरू बाई ओके बाई गुड नाइट बाई 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 गुड नाइट थिङ्स